नमस्ते, गुड मर्निङ दिदीबहिनी तथा दाजुभाइहरूलाई। वेलकम टु माई युट्युब च्यानल। लाइक, कमेन्ट अनि सब्सक्राइब किनभने भर्खर सुरुवात हो के, त्यसैले अलिकति कन्फिडेन्स लेभल कम हो कि जस्तो फिल हुन्छ नि त। अब अलि भिडमा गएर भिडियो बनाउन अलिकति डर हुँदो रहेछ। किन भन्दा तिम्रो सब्सक्राइबर कति हो भन्दा छैन भन्दा ल किन भिडियो बनाएर त्यस्तो भनिदियो कि जस्तो डर हुँदो रहेछ क्या। भन्न त कसैले भन्दैन, तर अलिकति कन्फिडेन्स लेभल कम हुनेछ। त्यसैले सब्सक्राइब गरिदिनु होला, अलिकति कन्फिडेन्स लेभल बढ्छ कि तपाईँहरूको माया अनि साथ सपोर्ट गरिदिनु होला हैन। अब आजको टपिक्स भने चाहिँ हामी शिवपुरी जाने भन्ने थियो क्या। अब शिवपुरीसम्म पुग्ने अनि फर्किने भन्ने प्लानिङले जान लागेको हो। अब शिवपुरीसम्म जान त जाने, तर अलिकति भिडियो क्लिपहरू बनाएर हाल्नलाई अलिकति हुन्छ नि, ग्रुपमा अलि झ्याप्पो बनाउँदाखेरि अलिकति कन्फिडेन्स छैन। त्यसैले थोरै थोरै क्लिप गरेर हाल्न सक्ने भन्ने आशा गर्दै आजको लागि हामी जाँदैछौँ शिवपुरी। लास्टसम्म हेरेर अनि सपोर्ट गरिदिनु होला। केही नभने तपाईँको एक सपोर्टले गर्दाखेरि अलिकति कन्फिडेन्स लेभल ओके। अब चाहिँ म तपाईँहरूलाई बाटोमै गएर भेट्छु है। तो चलिए शुरू करते हैं। यो चाहिँ खरे चोक आइपुग्नु लाग्यो अनि यहाँबाट चाहिँ लेफ्ट लाग्नुपर्छ। टक्क यो चाहिँ खरे चोक आइपुग्यो, यहाँबाट लेफ्ट लाग्नुपर्छ। अनि ठ्याक्कै लेफ्ट लाग्ने बित्तिकै राइट साइडमा पेट्रोल पम्प छ, यहाँबाट पेट्रोल हालेर पनि जान सक्नुहुन्छ तपाईँहरू। साँच्चीकै साथीहरु एउटा कुरा याद राख है, एउटा कुरा याद राख। अनि यसको खोला बन्न लाग्यो कि, त्यही भएर हल्का अलि बिचबिचमा ढल पाइपहरू निकालेको हुन्छ। अनि पानी परेको कारणले गर्दा रोडमा पाल्लाहरू ल्याएको हुन्छ। अलि बिस्तारै हेरेर जानुपर्छ, किनभने चिप्लिने सम्भावना धेरै हुन्छ। यसको ठ्याक्कै लेफ्ट साइडमा घुम्तीको लेफ्ट साइडमा पहिला प्लेन क्र्यास भएको कि, अनि यहाँनिर आइपुगेपछि अलिकति हिँड्दाखेरि अलि कस्तो अनौठो फिल लाग्छ कि, तपाईँहरूलाई पनि लाग्छ होला। ठ्याक्कै यो बाटोमा चाहिँ कतिखेर चेकिङ गर्छ भनेर त्यो बिस्तारै आउनुपर्छ। कहिलेकाहीँ यहाँ ओभर स्पिड पनि चेकिङ हुँदो रहेछ, अनि लाइसेन्स बिल पनि चेकिङ हुँदो रहेछ। कुनै बेला चाहिँ अब मतलब गाडीहरूलाई मात्रै चेकिङ हुँदो रहेछ क्या यो ठाउँमा चाहिँ, कुनै बेला चेकिङ बस्दो रहेछ। यो चाहिँ एयरपोर्टको पछाडिपट्टिको बाटो हो क्या। यहाँबाट चाबल जानलाई सर्टकट बाटो पर्छ नि त पेप्सी गोलाबाट, त्यही भएर। यहाँनिर चाहिँ जति रोड बनायो भने खासै राम्रै हुँदैन क्या, अहिले बिग्रेको। अनि पानी परेको बेलामा खोला जम्ने त्यस्तो फिल।
यस्तो काटेर गर्नु भइहाल्छ नि। काटे जान्छ हो जान्छ। ओए 360 छ त रोड त। के हो रोड त नहीं मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना। अब फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना, जिंदगी भर याद रखें। भाइ कत्रो आएको हो यार, यस्तो सानो बाटो बिस्तारै यत्रो होइन यत्रो आएको हो त यार। हेर यहाँ यत्रो काटेर आएको हो त यस्तो सानो बाटोमा यार। तपाईँले यत्रो काटेको फोन गर्दा आउँदै हुनुहुन्छ जेनिस सर। बाइक हेर न केटा हो बाइक।